हेलो 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 आज हामी यहाँ जाँदैछौँ के अरे शान्तिधाममा शान्तिधाम जाने। म त पहिला पनि गएको छ, बहिनीहरू चाहिँ गएको छैनन्। यो दुईटा बहिनीहरूलाई लिएर जान लागेको म शान्तिधाम जाने, एक राउन्ड घुम्ने अनि आउने भन्ने विचार छ। यता आऊ, यता यताबाट जाने। अनि यहाँ शान्तिधाम जाने लोकेसन भनिदिउँ भनेको त यिनीहरू त प्यारीहरू त कस्तो राम्रो ठाउँ छ यहाँ। काभ्रेछली के अरे बस पार्कबाट 10 मिनट जति हिँड्नुपर्छ कि माथि शान्तिधाम जानलाई। अनि के अरे तपाईँहरू पब्लिक बसमा आयो भने माछापोखरीबाट आउनुपर्छ। यहाँ के अरे यो के अरे काभ्रेछलीको अन्तिम बस पार्कमा आएर अनि त्यसपछि 10 मिनट जति उकालो हिँड्यो भने ठ्याक्कै शान्तिधाम हो, त्यो माथि डाँडामा शान्तिधाम भेटिन्छ। म त आएको छ पहिला पनि। उयो बहिनीहरूले हेर्ने रे, त्यहाँनिर ग्लास हाउस छ। ग्लास हाउस शान्तिधाम एकै ठाउँ छ। तपाईँहरू पनि हेर्ने भएपछि हाम्रो यो भिडियोको हेरेर आउनु भिडियो हेरेर आउनु होला। ए काभ्रेछलीको भ्यू यस्तो छ। काभ्रेछलीतिर यस्तो भएको छ। ल ल छिटो आउँछु त। ए 50 रुपियाँ मुठा पाए नि लाने किन बेच्नुहुन्न होला। यो मकै त गोड्न नपाएर हो के हो, घाँसै घाँस छ त। के तरकारी हो त्यो? के तरकारी सागै त प्यात फुलिरहेको नि त्यो लट्टे सँगसँगै खान्छ मान्छेले, मिठो हुँदैन। ए हामी त गाउँतिर आएर आज गाउँ कता छ? ए मुनि मुनि हो। मोही मागेर खान जाऊँ न। यहाँ घरमा दिन्छ होला नि त मोही। दुना होला हौ यसो घाँस पहिला माग्ने अनि नदेलान् जस्तो गऱ्यो भने किन्ने देऊ न भन्ने के। मतिर आउँछ अनि म बस्दाखेरि उता भाग्दो पो रहेछ। ऐसेलु ल ऐसेलु पनि खाने। आज त ऐसेलु खाने, काफल खाने, के खायो के भयो। ल दिदी एउटा खाऊ। ल्याऊ एउटा अर्ग्यानिक हो भने गुलाबको। ओहो यो फुल टिप्न पाए त हुन्थ्यो त। होइन के सक्नु पर्यो त टिप्नु। ए पुरासको फुल उमा हुन्छ भन्ने थाहा छैन त। के अरे काँडामा रोमा लानु पर्यो। शान्तिधाम जानलाई हामी यहाँ धमाधम हिँडिराखेको छौँ। प्यारी हजुर गाह्रो भयो कि भएन? भयो नि, ठाडै उकालो। यस्तो राम्रो राम्रो पनि छ ठाउँ त। डाँडा पाखा सबै रहेछ के ठाउँ त। फेरि हाम्रो सानोलाई गाह्रो भइसक्यो। आयो अब नजिक आयो। यसको उतातिर त हो फिल्म सुटिङ गर्ने डाँडा हो रे यो। हिँडे थियो त त्यो उचालेर पछाऱ्यो भने त तल झरिहाल्छ। उता तल एउटा रिसोर्ट पनि छ। यता गयो भने रिसोर्ट जान्छ उठ्यो। अनि यता माथि गयो भने मेरो फ्रन्ट क्यामेरा यता पो हिँडेको देखाएको होला। मान्छेको लुङ्गी तुना खुसिसक्यो थिएँ यादै छैन भिडियो गर्नलाई। देख्दा मात्रै नजिक छ है। त्यहाँ हिँड्दै जाँदाखेरि त खुस्किन्छ त परा। कस्तो राम्रो छ नि ठाउँ त। ए बहिनीहरू हिँड्दैछन्। काठमाडौँ पनि देखिन्छ यहाँबाट। ओहो उहाँले भा
अलि उताबाट आउँदाखेरि भयो भने जाने हो र खाइदिइहाल्छ त्यो अहिले आउने ए असिल त्यो ऊ मात्रै होला हौ हो त अलिअलि त छ रहेछ थिएन ऊ अहिले त गेट पनि बनाएछ ऊ हेर त है आयो है अब शान्तिधामको गेट नेरै आइपुग्यो हामी आयो है आयो गेट नेरै आयो पोहोर हामी हाम्रो थिएन नि यो गेट बनाउँदै थियो अहिले चाहिँ वाउ कति राम्रो भएछ यसरी नै जाने हो ल यता हेर प्यारी ल यो गाडी रिजर्भ गरेर आएको कि इन्डियाबाट ए ललितपुरदेखि आउनुभएको ल हेर पानी खाने स्टाइल पनि रहेछ केटीहरूको ए केरा धुन केरा चाहिँ किन धुन पर्यो ए सक्कु र सक्कु म त्यसमा थप न शान्तिधाम आयो भने यहाँ अर्ग्यानिक पानी पनि पिउनु पाइन्छ ऊ यो ललितपुरबाट आएको रे शान्तिधाम मन्दिरलाई यहीँसम्म आउँछन् प्राइभेट गाडीवालाहरू त्यो सानोतिनो गाडीहरू यहीँसम्म आउँछ शान्तिधाम मन्दिरको प्राङ्गण त्यो उकालो हिँड्न सक्यो त्यो त खेर कत्रो उकालो हिँड्ने मान्छेलाई हामी ऊ यहाँ मन्दिरभित्र जाने चाहिँ पहिला गएकै हो ऊ यहाँ हो क्या त्यो म जाने चाहिँ सिसा महल हेर न ऊ लेखेको सिसा महल एकपल्ट यता जाऊँ अनि चन्दा बक्स पनि रहेछ हामी त चन्दा नदिए पनि चन्दा बक्स चाहिँ हेर्न पायो उताबाट घुमेर जाने सानो टिका लाउन टिका बुवा यता हो क्या यता यहाँबाट जाने हो र एक राउन्ड घुमेर होला हौ पल्लो गेटबाट छिरे होइन पहिला त एकदम भिड थियो नि हामी आउँदा त खुल्दा बित्तिकै भएको भएर कताको सानो घन्टी घना नभन न निषेध छ रे यस्तो राम्रो ठाउँको त अनि हामी विज्ञापन गर्छौँ होला नि त कहाँ फोटो भिडियो बनाउनु निषेध हुनु ओह यो कति राम्रो छ अनि यहाँभित्र चाहिँ टिकाहरू लगाइदिनुहुन्छ के भन्छ म त खिच्ने हो खिच्ने हो हामी तिनवटा बनाउँछौँ भिडियो खिच्छ वेलकम छ हाम्रो ग्लास हाउसमा ग्लास हाउसमा हामी तिनवटा बनाउँछौँ तिमी चाहिँ राधा कृष्ण होला नि के हो है राधा कृष्ण है ऊ त्यो मैले शिर पेजले थाहा
ऊ के अरे शान्तिधामबाट हेर्दाखेरि काठमाडौँको भ्यू त्यस्तो छ ऊ सुन्दरा पनि देख्यो क्या हो ऊ त्यहाँ ऊ डरा हो रहेछ खै यहाँ जुम गरौँ गरौँ कहाँ धरा छ दिदी ए ऊ यहाँ यी हो रहेछ धरा देखाउनु न डरा पनि देख्दो रहेछ हामी काम गर्ने ठाउँ त्यहाँ रहेछ भनेपछि त्यो धरा चाहिँ यता जङ्गलभित्र रहेछ काम गर्ने ठाउँ ल ए तारकेश्वर हामी यता तारकेश्वर हाम्रो यो तारकेश्वर यो भइहाल्यो दिदी त्यहाँतिर त त्यस्तो घरै घर छ नि यो बिच खै घर यो बिचमा चाहिँ के गाउँ भन्छ दिदी यो पारी बाहिर भएकोलाई उयो अनि के अरे हरिवंशको गाउँ यही हो नि त हरिवंश आचार्यको गाउँ के गाउँ भन्छ यसलाई होइन मदन गिरीको जेतपुर फेरि यहाँ यो ककनीदेखिबाट त्यो रानी पवादेखिबाट यतासम्म त प्लेटै ए हामी यहाँ के अरे उबाट हेर्दाखेरि यहाँ काठमाडौँको भ्यू यस्तो आउँदो रहेछ भने चाहिँ झन्डा पार्क यो सल्लेरी वनहरू सबै कट्नुपर्छ भैया सन्तान गराएर परेमा त्यसले उम्लायो ल है हामी त जङ्गल फर्किँदै हो शान्तिधाम पुगेर फर्किँदै आएको यहाँ पानी आमला खोज्दै छन् प्यारीहरूले भेट्यो पानी आमला खै बोट कस्तो हुन्छ पानी आमलाको ए पानी आमलाको सबै कालै मात्र रहेछ ए जरा देखि नै निकालेको खाने नै हो त्यो पनि कालो खाने त नि तपाईँ थाहा छैन त्यो पनि हो हेर्नुहोस् न पानी आमला खाने भए आउनुहोस् त प्यारीले पनि पानी आमला निकाल्दैछ नि हेर्नु त कति धेरै यसमा नि गेडा यसमा नि गेडा यहाँ पनि गेडा यो पनि गेडा यी पानी आमला हेर्नुहोस् त साथीहरू खाने भए आउनु है हाजिर गर्नुहोस् वा ए त्यस्तो भयो ए उखेल्नु पो पर्छ म त माथि नै टिपे जस्तो लाग्छ त तर रुख आमला ए काफलको बोटहरू पनि छ कि काफल त यहाँ रोडमा भएर सबै खाइसकेछन् मान्छेहरूले खै के को रोग काटिन्छ आफै इ अमला पानी अमला पानी अमला फेरि पानी अमला यसलाई भन्छ पानी बेको गाडीमा सजाउँछ है अमलाको पात ए अमलाको पात हो बेको गाडीमा हाल्ने फुलहरू फुल बनाएको हुन्छ नि त बिहाको गाडीहरूमा ए फुकेरै हुन्छ ए खायो कप्लेकै ए हो त तर पो भयो त यसै हुन्छ है तर पो भयो त प्यारी लुङ्गी पुसेर खाएको ढुसु खानु न त्यही त अघि पानी छ त हामी त यहाँ जङ्गलमा पानी आमला खाँदै है तर हुन्छ त्यही भएर औषध हुन्छ भने क्या हो है खाने जात हो कि होइन पानी नभए बेलामा गाउँ दौडिँदै छौँ हामी यहाँ गाउँ अब यहाँ चटपट खाएर मात्रै फर्किनुपर्छ है हामी यहाँ काभ्रेसली बसबार आइपुग्यो त्यो शान्तिधाम घुमेर आज बहुत रमाइलो भयो कहाँ गयो अरे ल थामको नाम भन त तिमीहरू धाम अनि त्यसपछि काभ्रेसलीको कता जङ्गलतिर अनि के खायो यता हेर त चटपटे अनि अरू पनि खायो वनको काफल पानी अमला के खायो अनि भिडियो इन गर्न पाएन यहाँ घरमा आयो अब 3 माना खानुपर्छ ल बाई अब यो पनि खेल्ने हामी त खेल्नै पर्छ त्यो त झन्